एभ्रिवान नमस्ते। म चाहिँ एउटा भिडियो लिएर आएको छु है। एउटा भिडियो यति दामी भिडियो छ टक्सिक प्यारेन्ट्सहरूको लागि जसले चाहिँ क्या मैले यसो गरेँ उसो गरेँ भन्छ नि आफ्नो छोराछोरीलाई, जुन चाहिँ गर्नु पर्यो नि त है। जन्माएपछि त गर्नै पर्छ नि, कि जन्माउनु हुँदैन कि जन्माएपछि सबै थोक पुर्याउनै पर्छ, गर्नैपर्छ। र हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। पनि प्यारेन्ट्सहरूले आफ्नो बच्चालाई मैले तेरो लागि यत्रो गरिदिएँ, तँलाई यति राम्रो इन्भाइरोमेन्ट दिएर हुर्काएँ, सकि नसकि यत्रो ठुलो स्कुल पढाएँ, तैँले जे भनिस् मैले त्यो पुऱ्याएँ भनेर जताइराख्ने बानी छ भने त्यसलाई हामीले टक्सिक प्यारेन्टिङ भनेर भन्ने गर्छौँ। र यो हाम्रो नेपाली कल्चरमा एकदमै धेरै भेटिने गर्छ। एज अ प्यारेन्ट्स हामीले बच्चाको लागि धेरै कुरा गरिन्छ, तर मैले यस्तो गरिदिएँ भनेर जताइराख्नु भनेको चाहिँ त्यो ऋण दिए जस्तो भयो क्या, ऋणी बनाएको जस्तो क्या। मैले यी कुरा गरिदिएँ, अब तैँले मलाई यसरी यस्तो व्यवहार गरिदिएर यति पढिदिएर तैँले मैले गरेको दुःख चाहिँ पे ब्याक गर्नुपर्छ है भनेर जताएको फिल भयो क्या। त्यो यस्तो धेरै जताइराख्दाखेरि के हुन्छ त भन्दा बच्चाको अथवा ठुलै मान्छेको पनि दिमागमा एउटा इम्प्रेसन परेको हुन्छ, म नजन्मेको भए त मेरो प्यारेन्ट्सहरूले त धेरै सुख पाउनुहुँदो रहेछ, सबै दुःख मेरो लागि पो गर्नुभएको रहेछ भनेर एउटा सेन्स अफ गिल्ट बोकेर हिँड्नुपर्ने हुन्छ, एउटा बर्डन फिल हुन्छ क्या। र यसले गर्दा त्यो बच्चा ठुलो भइसकेपछि उसले आफ्नो दुःखहरू कहिलेकाहीँ फ्यामिलीबाट सपोर्ट चाहियो भने माग्नै सक्दैन। त्यो गिल्ट चाहिँ सधैँ भइरहेको छ, त्यो बर्डन हुन्छ क्या। मैले गर्दा फेरि यिनीहरूलाई दुःख पाउँछन् कि यिनीहरूलाई अप्ठ्यारो हुन्छ कि भन्ने फिलिङले गर्दाखेरि आमा बुवासँगको कम्युनिकेसन चाहिँ ब्रेक हुन्छ र बच्चाले आमा बुवासँग एकदम नजिक भएको महसुस गर्नै सक्दैन। सो यदि तपाईँहरूको पनि यस्तो गर्ने बानी छ भने त्यो मायाको भारी चाहिँ बच्चाहरूलाई बोकाउन छोडिदिनु होला तुरुन्तै।